ल स्वागत छ हजुरलाई हाम्रो डे 16 को मिनी ब्लगमा हैन। अहिले चाहिँ म र मेरो सोल्टे नै यहाँ प्यारो मित्र हैन यहाँ घुम्न आइसकेको छु नाङ्गे डाँडा। म आज चाहिँ उसको बाइकमा आएको कि मैले चाहिँ नलिएर आएको कि जानी त्यो पनि रिसाइरा होला थाहा छैन है। पिसा चाहिँ जस देख्ला छैन हिँड्नु पर्ला चाहिँ गाइस, तर कोहीले छन् यस्तो बाटोहरुमा पनि बाइक लिएर आउँछन्। तर हाम्रो सोल्टीलाई बाइकको धेरै माया छ कि त्यही भएर लिएर आएनन् चाहिँ। म र मेरो साथी हैन यहाँ नाङ्गे डाँडा नुवाकोटको वान अफ द फेमस प्लेसमा आएको थियो घुम्न हैन। यहाँ ठाउँ चाहिँ मजाको छ यस गाइस, तर यो टुरिस्ट प्लेस पनि हो। तर यहाँ गाइस मान्छेहरू आएर खाएर फालिदिएका छन् कि सबै हैन, त्यही भएर अलिक फोहोर देख्यो कि। अब हामी पनि यहाँ बेला हैन, अब यो भिडियोमा हजुरहरूले 200 लाइक्स र 20 कमेन्ट्स गरिदिनु भयो भने म र मेरो साथी टिमहरू मिलेर यो सबैले सफा गर्नेछौँ। गाइस भर्खर फर्केको नाङ्गे डाँडाबाट हैन, भर्खर साथीसँग गयो बाइक लिएर गएको थिएन मैले, उसकै बाइकमा गएको दुईजना हैन। आज बिदाको दिन हैन, अब सिङ घुम्न गइदियो भने त्यही हो गाइस हैन, भर्खर घुमेर आयो। तर त्यहाँ अलि मान्छेहरूले फोहोर फाल्ने रहेछ क्या गाइस, त्यहाँ अलिक फोहोर नफालेको अलि राम्रो हुन्छ, मान्छेहरूले फोहोर फालेर बिगारिदिन्छ हुन्छ। त्यही हो गाइस आजको भिडियोमा यति नै। तपाईँहरूलाई भिडियो मन परेर राख्नुहुन्छ लाइक र सब्सक्राइब गर्नु होला है। ल